आज चाहिँ मैले कोदो पिठोको मोमो बनाएको है साथीहरू। अनि हेर्नु न, अरूले बनाएको देखेर चाहिँ यस्तो सजिलो लाग्ने है। त्यही भएर म पनि हामी पनि बनाएर खाऊँ न त भनेर भन्यो हैन। अनि त्यसपछि त पिठो मुसेर राख्यो अनि राखेर अनि अहिले बनाएको त ओहो हुँदैन त्यो मैदा र के अरे कोदोको पिठो बराबर हाल्नुपर्ने रहेछ क्या है। अनि हाम्रो चाहिँ मैदा पनि थिएन, आँटा मात्रै थियो। आँटा चाहिँ थोरै हाल्यो अनि थोरै हालेर मुसिराखेको थियो। अनि अहिले बेलुका बनाउने भनेर बिहानै मुसेको थिएँ। अनि बनाउँछु भने हुँदैन म त के गर्ने होला भनेर अनि त्यहाँबाट त अहिले जसो तसो बल्ल बनाइसकेर यहाँ पाक्दै छ। यहाँ हेर्नु यस्तो मम्मीले नै अस्ति मोमो बनाएर खाने भन्नुभएको थियो क्या। अनि त्यही भएर अनि ढिँडो बेसेर मनपर्ने नि त मम्मीलाई। अनि त्यही भएर मैले कोदो पिठोकै बनाइदिउँ न त भनेर मैले आज त्यसरी बनाइदिने भनेर बनाएको। आमा हुँदै भएन, तर राम्रो चाहिँ भएन, जस्तो तस्तो चाहिँ भएको छ। अब एकछिनपछि के भन्छ र यो पाक्दैछ, अब पाकिसक्यो। एकछिनपछि यिनीहरूलाई दिन्छु, कस्तो रियाक्सन आउँछ हेरौँ है त। कोदो पिठोको मोमो हेर्दै, हाम्रो कोदो पिठोको मोमो चाहिँ यस्तो बनेको छ। मैले बनाएको चाहिँ राम्रो त छैन, यस्तो खानलाई चाहिँ भएको छ। भित्रको किमा मिठो हुनु पर्यो, बाहिर त जे भए पनि हुन्छ। मलाई चाहिँ चल्छ। यहाँ चाहिँ यति छ अनि यहाँ छ। यहाँ चाहिँ मैले त्यो अघि अर्को रुममा पनि उ गरेको थिएँ कि सबै त्यहाँ हालेको थियो। अब दिउँ है त। अब दिउँ, यही हो ल मोमो चाहिँ। अब थालमा हालिसक्यो अब। खै तिम्रो खै तिम्रो पनि देखाऊँ। ओहो यति धेरै खाने तिमी? कस्तो मिठो छ यो मा कानुरा यहाँ मोमो खाँदैछ गाउँको अर्गानिक यो म कस्तो छ मम्मी मोमो? मेरो छोरीले बनाएको बेसरी मिठो छ यो हो। लिएर हालेर अन्य लिएला फोरा ए नारे आलुम जो नारे आलुम जो हो कि सोन तो काममा बनाएको मोमो कति यस्तो के कालो नै कालो छ। मोमो कस्तो छ छोरी? मिठो छ कि नमिठो? नमिठो मिठो छ कि नमिठो छ भन्न भन न छिटो। हैरान एकदम मिठो छ मोमो चाहिँ। गाउँको